2025 सालको होलीको दिन आज सबैजना टाढातिर घुम्नलाई आउँदै अहिले एकदमै बत्तीहरू जागेर एकदमै परिवर्तन भएर अहिले फलफुलको बगैँचाको रूपमा परिवर्तन भएको छ। यो बिरुवाहरू हेर्दा हेर्दै हिजो चाहिँ लाग्छ सबैजना मिलेर ठुलो भइसक्यो। धेरै बिरुवाहरू लागेर यहाँ एउटा खोला पनि मान्छेले सहयोग गर्यो भने यति सुन्दर हुँदो बगरलाई अहिले टोटली परिवर्तन देख्नलाई सबैजना आउनु होला। भिडियोमा हेरे जस्तो होइन, यो भिडियोमा यहाँ अपलोड प्रत्यक्ष रूपमा आएर हेर्दा एकदमै सुन्दर फुलहरू लागिरहेको छ। हात कटर लगायत थुप्रै आन्तरिक र बाहिर केही मात्र हो भए पनि यहाँ धेरै नै आन्तरिक पर्यटकहरू चाहिँ घुम्न आउने गरेको रहेछ। अति नै राम्रो, अति नै सुन्दर। यहाँ आउँदा मन पनि एकदमै खुसी शीतल लाग्ने। यो आराधरान पहिला यसरी आएर काटे गरिन्थ्यो। अहिले त पर अब के आधुनिक जमानामा आधुनिक सामानहरू काट्ने गरेर यसरी काटिन्न। त्यही पुरानो आफ्नो परम्परागत कुराहरूलाई चाहिँ एउटा प्राथमिकता अथवा पछिको भावी पुस्ताले देख्ने। अहिले यति राम्रो फुलहरू पनि फुलिरहेछ। 2-4 दिन पानी परेको कारणले यो फुलहरू एकदमै राम्रो फुलिरहेछ। मौसम पनि एकदमै शीतल सफा। अन्त यो बोटबिरुवाहरू हुँदा शीतलता त भइ नै हुन्छ। तर पनि त्यसमा पनि धेरै खालको फुलहरू फुलिरहेको मान्छेहरू बसिरहेको एकदमै खुसी छ। यी कुराहरूले गर्दा पनि मैले एकदमै रमाइलो दिलाउनै गएको छ। यहाँ आएपछि मान्छेलाई हामीलाई जो कोही पनि आइपुग्दा यहाँबाट फर्किन मन अब होलीका दिन सबैजना रङ्गी बिरङ्गी
श्रम सांस्कृतिक पाठ लगायत विभिन्न क्षेत्रहरूको नामाकरण गरिएको छ। यो भित्र यो तलबाट 10 रुपियाँको टिकट काटी भित्र प्रवेश गरिसकेपछि यहाँ विभिन्न क्षेत्रमा अब विभिन्न हरेक किसिमका बोट बिरुवाहरू, फलफुल लगायत धेरै बोट बिरुवाहरू भनौँ देख्न हेर्न पनि पाइन्छ। अब यता टिकटक बनाउने, नाचगान गर्ने धेरैजना खुसी हुनुहुन्छ। होलीले सबैजना खुसी छन्। यस्तो राम्रो, यस्तो मिठो मिठो, यस्तो राम्रो फुलहरू पनि फुलेको अवस्था धेरै भिडियोमा त्यति कुरो देखिन्न, तर यहाँ आफू प्रत्यक्ष लाइभ आएर हेर्दाखेरि यहाँ धेरै बोटबिरुवाहरू, आँप, कटहर, आरू, केरा लगायत यहाँ धेरै प्रजातिका बोटबिरुवाहरू रहेको देख्न पाइन्छ। बयान गरे सध्य छैन। यो टिकट काउन्टर, यति हरियाली बोट बिरुवाहरू हेरिखेर सबैजना आइदिनु होला एकचोटि घुम्नलाई। अझ एक त होलीको दिन छुट्टी पनि, त्यस कारणले गर्दा पनि अझ यहाँ सबै यति धेरै आन्तरिक पर्यटकहरूको हिजो लागेको छ कि हेर्न सक्नुहुनेछ। यहाँ त्यतिकै माथि कुम्भकर्ण क्षेत्र, कञ्चनजङ्घा क्षेत्र, महाकालु क्षेत्र लगायत धेरै क्षेत्रहरू नामाकरण गरिएको छ। यहाँ पनि सबै सबैजना घुम्न जानुभएको छ। यहाँ पनि त्यत्तिकै फोटो टिकटक बनाउने एकदमै राम्रो गुलाबको फुल पनि बनाएको छ। राम्रो पानीको लिएर यो चाहिँ एसटिभी गार्डन हो। एकदमै राम्रो एकदमै राम्रो। होलीले अझ सबैको अनुहारमा रङ्गले रङ्गीन भइरहेको छ। रङ्गहरूको पर्व पनि अन्त अझ त्यस कारणले पनि अझ सबैको अनुहार बिरङ्गी देख्न सकिन्छ। अब यो बिस्तारै बसन्त ऋतुको आगमनसँगै वनमा अब एकदमै मर्न लागेको बिरुवाहरू पनि, मर्न लागेको त होइन, मर्न लागे जस्तो देखिने बिरुवाहरू पनि बिस्तारै पालुवा पलाएर हरियाली हुनेछ। त्यसपछि अब केही समयपछि, केही दिनपछि त झन् यहाँ वैशाख जेठको
यो महिनामा चाहिँ पनि यहाँ कति हरियाली हुन्छ होला, तपाईँहरू खै गेस गर्नु होला।